नमस्ते गाइज, वेलकम टु पासाङ लामा हाइवे, जहाँ तपाईँले नेचुरली प्युरिफाइड पाउडर पाउन सक्नुहुन्छ बाटोमा हिँडेको अवस्थामा। कहीँ जानु पर्दैन। नेपालको बाटो यस्तो हाइवे यस्तो हुन्छ भने कसले सोच्छ भने त अनुहार हेर्नु मेरो यहाँनिर धुलै धुलो, यो कालो लुगा पुरै सेतो भइसकेको छ। मेरो मात्र नभइकन मेरो भान्जाको कपालदेखि लिएर लुगा माथिदेखि तलसम्म सर्ला कि ऊ पछाडि पछि मान्छे त्यस्तो भएको छ भने अवस्था हेर्न सक्नुहुन्छ। कति चाहिँ विकासको क्रम अगाडि बढिरहेको छ यहाँनिर। इट्स बिन लाइक मोर देन 30 years है। मेरो साथीले पनि भन्दै हुन्थ्यो यहाँनिर, मेरो फ्रेन्ड साथी हुन्थ्यो 30 years भन्दा बढी भइसक्यो कन्स्ट्रक्सन बनाइरहेको, तर कुनै पनि प्रोग्रेस देखिएको छैन। काठमाडौँकोसम्म बोर्डरसम्म हल्का प्रोग्रेस छ भने यहाँसम्म चाहिँ यहाँ आउँदाखेरि चाहिँ कुनै पनि प्रोग्रेस देखिएको छैन। र गाइस के हो यो अवस्था? अब भोट कसलाई दिनु तपाईँहरू आफै सोच्नु, के को लागि भोट दिने हो? हामीलाई त मेन चाहियो भने त सर्भिस हो नि त, खासमा पब्लिक सर्भिस चाहियो होइन। अब भोट माग्नेहरूले के आधारमा चाहिँ भोट माग्दो रहेछन् थाहा छैन। थिङ्क स्मार्ट है गाइस, यो भोटलाई चाहिँ खेर जानु नदिनु होला। पुरै क्यामेरामै पुऱ्याइरह